Hello guys, today is Friday and as usual Fridays are for mock test here in U1 र हामी चारवटा सेगमेन्टको मक टेस्ट लिन्छौँ रिडिङ राइटिङ स्पिकिङ लिसनिङकै मक टेस्ट हुन्छ सो तपाईँहरूले रिडिङ र लिसनिङको त मक टेस्टको एन्सरहरू त सजिलै चेक गरिहाल्नुहुन्छ र मोस्ट इम्पोर्टेन्ट थिङ राइटिङको मक टेस्ट नै कसरी हुन्छ ब्रिटिस काउन्सिल र आइडिपीकै एसेसमेन्ट क्राइटेरियाबाट हुन्छ कि हुँदैन मक टेस्टको बारेमा बुझ्नलाई सो लेट्स कम क्लोजर आज हामी डिस्कस गरौँ सो यस्तो खालको पेपरहरू हुन्छ दिस इज ब्रिटिस काउन्सिल र आइडिपीकै यो नै अफिसियल पेपर हो र यस्तै नै हुन्छ तपाईँको इक्जाममा चाहिँ यो चाहिँ कपिड पेपर हो उता चाहिँ रियल एन्सर सिट हुन्छ र इक्जामिनरहरूले यहाँनिर कमेन्ट गर्नुहुन्छ सो यो आइएलटिएसको राइटिङ चाहिँ कसरी एसेस हुन्छ भन्दा बेसिकली देयर आर 4 क्राइटेरिया टास्क अचिभमेन्ट कोहेरेन्स र कोहेजन लेक्सिकल रिसोर्सेस र जिआरए भन्ने हुन्छ ग्रामेटिकल रेन्ज एन्ड एक्युरेसी अर्थात् यसमा तपाईँको 3-4वटा ग्रामर हुन्छ क्या जस्तै सब्जेक्ट भर्ब अग्रिमेन्ट मिलिरहेको छ कि छैन टेन्स भिडिरहेको छ कि छैन कम्प्लेक्सन टेन्स र सिम्पल सेन्टेन्सको मिक्सचरहरू गरिरहेको छ कि छैन भनेर चेक गर्छ भने लेक्सिकल रिसोर्सेसमा चाहिँ तपाईँको भोक्याब्सहरू युनिक छ कि छैन होइन तपाईँको स्पेलिङ एररहरू कतिको छ त्यसलाई हेर्छ र कोहेरेन्स र कोहेजनमा चाहिँ नि तपाईँको एउटा सेन्टेन्ससँग अर्को सेन्टेन्ससँग रिलेट छ कि छैन कसरी रिलेट भइरहेको छ होइन यसलाई कसरी जोडिरहनु भएको छ एउटा प्याराग्राफसँग अर्को प्याराग्राफ कसरी रिलेट भइरहेको छ कस्तो टुल युज गरिरहनु भएको छ भन्ने खालको कुराहरू यो सिसीमा हेर्छ भने टिए भनेको टास्क अचिभमेन्ट अथवा टास्क रेस्पोन्स भनेको चाहिँ नि तपाईँले सबै क्वेसनलाई एन्सर गर्नुभएको छ कि छैन है अल क्वेसन्स एन्सर्ड भन्ने कुराहरू चाहिँ नि यसमा हेर्छ र यो चारैवटाले 25% चाहिँ नि क्यारी गर्छ सो यो 25%लाई मिलाएर तपाईँले एन्सर लेख्नु नै तपाईँको प्रोपर वे अफ राइटिङ हो सो यहाँनिर एकचोटि हेर्नु होला सो यहाँनिर उहाँले एउटा इन्ट्रोडक्सन लेख्नु भएको छ इन्ट्रोडक्सनमा वी नो द इन्ट्रोडक्सन पार्ट इज प्लिज कम क्लोजर इन्ट्रोडक्सन पार्ट भनेको तपाईँको प्याराफ्रेज अफ द क्वेसन हो राइट प्याराफ्रेज अफ क्वेसन एउटा 1 or 2 सेन्टेन्समा यो लेख्नुहुन्छ भनेदेखि अर्को सेन्टेन्स चाहिँ तपाईँले के गर्नुहुन्छ भने थेसिस स्टेटमेन्ट दिनुहुन्छ क्या दिस इज फर टास्क 2 थेसिस स्टेटमेन्ट दिनुहुन्छ जो पनि तपाईँले 1 or 2 सेन्टेन्समा दिनुहुन्छ सो म्याक्सिमम 4 सेन्टेन्स हुन्छ मिनिमम चाहिँ तपाईँको 2 सेन्टेन्समा नै फर्स्ट प्याराग्राफ हुन्छ सो आजको यो क्लासमा चाहिँ तपाईँलाई म के भनिदिन्छु भने वाट इज प्याराफ्रेज सो नर्मली स्टुडेन्टहरूले प्याराफ्रेज भनेको यो क्वेसन छ र सपोज इन मेनी कन्ट्रिज अराउन्ड द वर्ल्ड रुरल पिपुल आर मुभिङ टु सिटिज सो द पपुलेसन इन कन्ट्री साइड इज डिक्रिजिङ यसलाई प्याराफ्रेज गर्नु भनेको चाहिँ स्टुडेन्टले नर्मली जबरजस्ती यसको होइन सिनोनिमस वर्डहरू खोजेर ल्याएर गरिदिनुहुन्छ होइन त्यसले गर्दाखेरि त्यो एकदम स्ट्यान्डर्ड राइटिङ चाहिँ हुँदैन क्या सो के गर्ने त भन्दाखेरि यहाँ भएको स्टेटमेन्टलाई ल्याउने हेर्ने र यहाँनिर सपोज यो एउटा फर्स्ट स्टेटमेन्ट इन मेनी कन्ट्रिज अराउन्ड द वर्ल्ड पिपुल रुरल पिपुल आर मुभिङ टु सिटिज भनेर यहाँनिर क्वेसन मार्क गर्ने र हो र भनेर क्वेसन गर्ने रियल्ली भनेर क्वेसन गर्ने र यो एन्सर यो स्टेटमेन्टलाई तपाईँले एन्सर गर्नुभयो भने नै त्यो चाहिँ नि इन्ट्रोडक्सनको फर्स्ट सेन्टेन्स हुन्छ र त्यो चाहिँ नि बेटर वे अफ प्याराफ्रेजिङ हुन्छ सो यस्तै प्याराफ्रेजिङ जस्तै अबको तलको प्याराग्राफहरूमा चाहिँ के लेख्ने क्लेमहरू कसरी दिने त्यसलाई कसरी एभिडेन्सले सपोर्ट गर्ने कसरी चाहिँ एक्जाम्पलले सपोर्ट गर्ने अनि कस्तो खालको वर्डहरू कस्तो खालको क्वेसनमा राख्ने 5 डिफ्रेन्ट क्वेसन्सलाई कसरी ट्याकल गर्ने यो सबै चाहिँ हामी तपाईँलाई क्लासरुममा सिकाउँछौँ तर यसरी फ्राइडेज मक टेस्टमा चाहिँ इन पर्सन नै तपाईँलाई आइडिया पनि दिन्छौँ है त थ्याङ्क यू